एकछिन हामीले बाजेलाई कता जानु भयो भन्दै सोध्दै थियौँ होइन चिने जानेको भएर अनि बाजेले भन्नुभयो यस्तो यस्तो भन्नुभयो हामीले पनि दुःख लाग्यो बाजेको ए बाजेको ठुलो दाइको घरमा आगो लाग्यो रहेछ होइन अनि बाजेलाई चाहिँ यताउति के गर्नको लागि पैसा चाहिएको रहेछ होइन हामीसँग त धेरै हुन्न होइन हामीले नि अब कमाउने होइन त्यही भएर अब मसँग यति 50 रुपियाँ छ होइन 50 रुपियाँले भए पनि बाजेलाई मैले सहयोग गर्न चाहन्छु बाजे ल हामीसँग भएको यति हो होइन यति धेरै छैन सानो भए पनि राख्नुहोस् है हाम्रो तर्फबाट ल हामी कमाउने सब्स्क्राइब गर्नु है 10 कर सब्स्क्राइब मात्र हैन लाइक शेयर सब्स्क्राइब फलो सबै सर आउन यार तिमी मलाई बहुत माया लाग्यो ल आइज हेर्नु न आगो अलिअलि अब माया लाग्छ यार यसो महिला के साथ इधर महिला को अरे वो मादर तो बहुत हरामी है कौन मादर चोत बोलता है बहुत बड़ा बेवड़ा बाज मादर चोत रंडी का बच्चा रंडी का बच्चा कौन है मादर चोत हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल आई होप तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै आरामै छु है अनि आज चाहिँ कति जेठको कति 15 गते हो 15 कि 16 गते होइन आज चाहिँ जेठको 16 गते है टक्क आएर शुक्रबारको दिन आज चाहिँ हाम्रो छुट्टी छ होइन स्कुलले उसको बिदा राखेको छ अनि त्यही हो आज चाहिँ मैले टक्क अब 12 कक्षाको बिदाइपछि होइन टक्क मैले भिडियो बनाउँदैछु आज तपाईँहरूले त्यो भिडियो हेर्नु भएन भने चाहिँ होइन तपाईँहरूले गएर हेर्न सक्नुहुन्छ है मैले त्यो भिडियोको डिस्क्रिप्सनमा लिङ्क राखिदिन्छु अनि त्यही हो अब चाहिँ मैले बाबाले एउटा काम भन्नुभएको थियो मलाई अनि मैले त्यही गर्न लाग्छु है टक्क लाएर यहाँ धाराबाट यो पाइप जोड्ने होइन यो पाइप छ हो यो पाइप जोडेर टक्क त्यहाँ हाम्रो कुलर छ नि त कुलर त्यो सफा गर्ने अब गर्नु धेरै लागिसक्यो पङ्खाले मात्रै हुन्न अब कुलर पनि कहिले कहिले चलाउनु पर्छ है त्यही भएर कुलर मैले सफा गर्न लागिरहेको छु टक्क अब कुलर सफा गर्छु अनि तपाईँहरूलाई भेट्छु ए हाम्रो कुलर चाहिँ यो है यो टक्क लाएर यसलाई यसरी निकाल्छु मैले यसरी यो पनि खोल्यो टक्क लाएर है हेर्ने यस्तो छ भित्रको हेर्नु कति फोरो छ त्यही यस्तो फोरो छ यो हावाहरूले हो नि त अब यो भेन्टिलेसन जस्तो हुन्छ तर होइन अनि योबाट चाहिँ घुर पनि जान्छ कि भित्र त्यही भएर अब यो टक्क हेर्नुहोस् अब अहिले चाहिँ म टक्क लाएर पानी भर्दैछु है अनि पहिला यो पानी भरेर यो ओभरफुल हुन्छ नि होइन ओभरफुल भएपछि चाहिँ उ गर्नुपर्छ यो फोरोसरो हुन्छ नि बाहिर माथि माथि पानीको माथि आएका धुलोहरू फेरि खस्छ अब यहाँबाट अलिक खसाल्ने अनि त्यसपछि चाहिँ सो गाइज अहिले चाहिँ मैले त्यो कुलरहरू सफा गरेर भइसकेँ होइन भित्रबाट यस्तो देखिन्छ लुक्स यस्तो देखिन्छ अनि यसको चाहिँ अब चलाउनु टक्क लाएर गाइजहरू के छ सब्सक्राइब गर्नु भएको छैन भने चाहिँ सब्सक्राइब गरिदिनु होला च्यानललाई सिधै गर्नुहुन्छ चल्यो हेर्नु है यसको आवाज सुन्नु भएको नि है आवाज पुरा मस्त तरिकाले मस्त छ कि आवाज चाहिँ है मस्त यसले चाहिँ उताबाट दुर फालिरहेको यहाँ खानु दुराइरहेको यो चल्छ एकदम चिसो हावा फाल्छ कि त्यो पानी हाल्नुको कारण चाहिँ होइन त्यो पानी हाल्नुको कारण चाहिँ योबाट चिसो हावा आउँछ भनेर पानी हाल्यो नभए भने हावा त कत्तिकै नि फाल्छ है तर पनि चिसो हावा आउनुलाई पानी हालेको है टक्क सफा गरेर हालेँ यसले चाहिँ यार भिडियो गरौँ नै दिन्न क्या यस्तै छ है आजको मौसम चाहिँ है टक्क लगाएर हेर्न सक्नुहुन्छ यस्तो छ मजाको छ आजको मौसम पनि टक्क दामी छ आज पनि यस्तै मौसममा अलि मजा आउँछ क्या टक्क लगाएर दियोस् है अहिले दिउँसो के हुन्छ मैले तपाईँलाई देखाउने नै छु होइन भिडियोमा जोड्दै गर्नु होला है म अहिले भेट्नेछु तपाईँहरूलाई
सो गाइज चाहिँ अहिले यो क्यापकट मात्रैबाट होइन क्यापकट मात्रैबाट अब ऊ भयो क्या धेरै फिचर्सहरू खोज्यो त्यसले होइन अब प्रो लिउन भन्छ कहिले के भन्छ 720p भन्दा माथि गर्न नमिल्ने के त्यही भएर तपाईँहरूलाई पनि होइन भिडियोको क्वालिटी कम भएर भिडियो हेर्न तपाईँहरूलाई पनि अलि अर्कै नराम्रो टाइपको ला होला होइन सो त्यसको लागि सरी भन्न चाहन्छु अब चाहिँ मैले क्यापकटको प्रोवाला डाउनलोड गर्छु है त्यसपछि चाहिँ क्वालिटी पनि राम्रो आउँछ अनि त्यहीबाट तपाईँले हेर्न सक्नुहुन्छ अब चाहिँ मैले उसको क्यापकट हाम्रो इक्जाम यही महिनाको जेठको 23 गतेदेखि छ नि त अब 23 गतेदेखि भयो भने त अब त्यही अब इक्जामको अलिअलि तयारी पनि गर्नुपर्ने हुन्छ है अलिअलि पढ्नुपर्ने हुन्छ होइन त्यही भएर इक्जाममा पनि ध्यान दिनु पऱ्यो लास्ट इक्जाम हो हाम्रो 11 क्लासको अनि त्यसपछि 12 कक्षामा जाने इक्जाम दिएर त्यही हो अब चाहिँ मैले क्यापकट प्रो डाउनलोड गरेर है तपाईँलाई राम्रोसँग देखाउँछु ल भनेको ल यहाँ अब यहाँ मन यहाँ सब्सक्राइब गरिदिनु भने च्यानल ल ए अब अहिलेसम्म प्लिज सब्सक्राइब गरिदिनु होला अनि लाइक पनि ठोकिदिनु होला ल यहाँ ठोकिदिनु ल यहाँ खै कहाँ गयो त्यो डल्ले ल ल ल अरे क्या सब्सक्राइब गर्नु भन्थ्यो त तेरो भिडियो अब मैले उसमा हालिदिन्छु युट्युबमा फिक्स हालिदिन्छु नानीहरूले त राम्रो भने होइन राम्रो भने नानीहरूले त ओइ पिट्नु खोज्दैछ अब हिमाल सरसँग भनिदिन्छु मैले हिमाल सरले हेर्नुहुन्छ नि मेरो बल खायो कि नै अब त गइस् अब हामी चाहिँ एकछिन घुम्न जानुपर्ने हुन्छ है सागर र म भानी अब के गर्नु त अब घुम्न जाने हो त्यसपछि अब तपाईँहरूलाई होइन घुम्न गएको भिडियोहरू देखाउने छु हेर्दै गर्नु होला होइन चलि जानु लाउ सब्सक्राइब गर्नु है 10 करोड सब्सक्राइब मात्र होइन लाइक शेयर सब्सक्राइब फलो सबै ए हाम्रो यहाँ झाँक्रीवाला वन मान्छे आयो वन मान्छे कवि रङ्गलको छोरा कसले सर्पोले हो ए सबल भन्ने हो सबल हो कि बेल्चा हो कि बेल्चा हो कि खन्ती हो कि के हो डल्ले हाम्रो गाउँको डल्ले हेर सुन अब त छोरा मान्छे हो छोरा मान्छे हैन छक्का यहाँ सुन छोरा मान्छे हो कि नै हो भन हो छोरा मान्छे भएपछि छोरी मान्छेलाई पिट्न हुन्छ कि नै हुन्न भन हुन्न छोरी मान्छेले सुस हान्छन् अनि छोरा मान्छेले हानेको बेसन लाग्छ नि हो हामी हो छोरा मान्छेले हानेको बेसन लाग्छ त्यही भएर छोरी मान्छेलाई हान्न हुन्न बुझिस् सानीबाट बुझिस् कि नै सानीबाट त जति छ नि तैँले आफूभन्दा ठुलोलाई हान्नुहुन्न आफूभन्दा ठुलोलाई हान्नुहुन्न आफूभन्दा सानोलाई हान्नुहुन्न बुझिस् नि त्यही भएर अब त ज्ञानी बन्ने हो ज्ञानी बनेर पछि यो भिडियो हेरिस् भने तैँले सब बुझ्छस् बुझिस् नि अब तँलाई सबले हेर्छन् नि यहाँ फेरि सबले हेरेर फेरि तेरो तँलाई यहाँ कमेन्ट गरेर भन्छन् अब यहाँ मान्छेहरूले त्यस्तो गर्नुहुन्न भाइ भन्छन् अब तँलाई सबले ज्ञानी भन्नु भन्छ ज्ञानी भन्छन् कि सबले ल भन्न अब यहाँ आइ अबदेखि मैले यस्तो गर्दैन भन् ल यहाँ भन पहिला यहाँ भन अनि बल्ल छोडिदिन्छु नाम छोडिदिनु मैले भने ल मैले अबदेखि त्यस्तो गर्दैन भन् ल भन ल अबदेखि त्यस्तो गर्दिन यो के छोरी मान्छेले मलाई पिट्न हुन्न ल छोरी मान्छेलाई नि अब पिट्न हुन्न ल तिमीले नपिट है पिट्छु अझै पिट्छु भन्यो मेन्टललाई सम्झाएर हुन्न के दादा मैले पिट्नु अब यत्रा बेरसम्म भनेर अब त गइस् अब तँलाई यहाँ पत्रकार आउँछन् नि थाहा नै फेरि पत्रकार आएर फेरि होइन हो त्यस्तै आउँछन् फेरि सो गाइज है तपाईँहरूले चाहिँ होइन आफ्नो सब्सक्राइबर गेन गर्न चाहनुहुन्छ भने चाहिँ होइन यो ट्रिक युज गर्नु होला मैले तपाईँलाई एउटा ट्रिक भन्न गइरहेको छु होइन त्यो के हो भन्दाखेरि जस्तै अब ठुल्ठुला युट्युबरले हुन्छ नि ठुल्ठुला युट्युबरले भिडियो हाल्दा बित्तिकै होइन तपाईँहरू त्यो भिडियोमा जान्छ होइन अनि ट्याक्क त्यो कमेन्ट सेक्सनमा गएर चाहिँ अब थ्याङ्क यू सो मच फर अब आफ्नो जति सब्सक्राइबर छ नि त्यति सब्सक्राइबर तपाईँहरूले कमेन्ट गर्नुहोस् होइन अनि त्यहाँ आउँछन् कि थुप्रै ब्याक प्लिज भन्दै आउँछन् होइन अनि तपाईँहरूले पनि ब्याक दिनु होला त्यहाँहरूलाई होइन त्यो रहेछ के तरिका भने कसरी सब्सक्राइबर गेन गरेँ भन्दाखेरि त मैले पनि त्यो ट्राई गरेँ होइन राजकुमार थापाको भिडियोबाट अनि कति बढ्यो भनेपछि मेरो उतिखेर के लगभग 20 मिनटमा आफ्नो सब्सक्राइबर बढ्यो कि यस्तो
त्यस्तो बढ्यो यार त्यति बहुत खुसी लाग्यो होइन तर के गर्ने त्यहाँबाट भिडियो हेर्नु चाहिँ किन होइन त्यो थाहा छैन त्यही है तपाईँले त्यो ट्रिक युज गर्न सक्नुहुन्छ होइन मैले पनि अब गर्नु पऱ्यो होइन हल्का फुल्का भए पनि त्यही हो ल गाइज अहिले चाहिँ हामी तलतिर घुम्न आँखामा होइन यता पुलतिर टक्क लगाएर हेर्नु सक्नुहुन्छ पछाडि ब्याकग्राउन्ड हेर्नु सक्नुहुन्छ है बाटो यहाँ पनि पिच बन्न लाग्छ है टक्क उतासम्म थियो नि त पहिला पिच अब चाहिँ यहाँदेखि टक्क पुलसम्म पिच भन्ने कुरो भयो भनेपछि अब दरबान विकसित हुँदैछ भनौँ अब यहाँ चाहिँ हाम्रो केटाटीहरू हिँडिरहेछन् यता हाम्रो यदि केटाटीहरू हिँडिरहेको यतापट्टि केटाटीहरू अब पुलमा जाने कुरो हुन्छ है त्यही हो हामी तिनवटा मात्र छौँ अहिले चाहिँ म सागर अनि विधान अनि शुभम छौँ घर अनि त्यहाँ आज गाउँ नखान होइन नखान अब तिनी पनि आज जाने हुन्थ्यो काठमाडौँ त्यही त अब केटाहरू कता कता गइसक्यो सबै हामी चाहिँ घरै छौँ अब के भन्ने अब विधान अगाडि छन् विधान र शुभम पनि अब बाहिर जाने होला नि अब सागरमा मात्रै हो होइन सागर आउने यार तिम्रो मलाई बहुत माया लाग्यो त्यो भएर अब त्यही हो अब केटाहरू सबै बाहिर गइसक्यो हामी लगभग अब हाम्रो ग्रुपमा 9 जना केटाहरू थियौँ अब यहाँ अहिले हामी 4 जना मात्र छौँ ग्रुपमा अब त्यही हो पछि 2टा सार्नु जाने होला नि अब सार्नु पनि अब कहाँ अब अमेरिका अस्ट्रेलियातिर अब युके हो ल अब जाने होला न सार्नु म मात्र एक्लै हुन त म पनि जान्छु होला पछि रे क्या त्यसो अब म त तपाईँहरूसँग भइरहन्छु है तपाईँ म त एक्लै छँदै छैन अरे आज मेरो युट्युब फ्यामिली छँदैछ नि त हो कि नि तपाईँहरू हुनुहुन्छ कि नि भन्नु त अरे आज हामी चाहिँ यता गाउनको दोकानतिर आइसकेको छौँ एकछिन गाउनसँग बसेर यी टाइम स्पेन्ड गरेर एकछिन अब 7 बजे जाने हुन्थ्यो गाउन हिँड्ने हुन्थ्यो बसाउँछ तपाईँ के भयो खासमा अलि बेसी भन्नु होला है अलि बेसी भन्नु मेरो घरमा अहिले धान माडा पकाउन गएर हाल बोला घरमा आउको लागि भाउ फाल्ने बेलामा के अरे अब यताबाट खोला बुहारीपट्टि आउने बेलामा गोर्खा जाने बेलामा बिनी र देवे चिन्नुहुन्छ देवे कि चिनेर जाने बेलामा म यताबाट गएर भर्खर सुतेको थिएँ ए उनी त त्यहाँ ठुला घरमा त उज्याले बोलाएको उहाँको घर हो नि पकाउनु भन्दा मान्ने यता 15 वर्ष भइसक्यो यहाँ हाम्रो खा भएर बनाएको छैन भने छ पैसा अपुग भयो कि कति मान्छे चाहिएको छ 5 जना जाने आउने चाहिँ 1000 कहाँ जानुपर्ने ओडामा त काम भ्याए चौकी जानुपर्ने भयो चौकीमा ए ल एकछिन ल यतादेखि गएर ल गाइज है एकछिन हामीले बाजेलाई कता जानु भयो भन्दै सोध्दै थियौँ होइन चिने जानेको भएर अनि बाजेले भन्नुभयो यस्तो यस्तो भन्नुभयो हामीले पनि दुःख लाग्यो बाजेको ए बाजेको ठुलो दाइको घरमा आगो लाग्यो रहेछ होइन अनि बाजेलाई चाहिँ यताउति के गर्नको लागि पैसा चाहिएको रहेछ होइन हामीसँग त धेरै हुन्न होइन हामीले नि अब कमाउने होइन त्यही भएर अब मसँग यति 50 रुपियाँ छ होइन 50 रुपियाँले भए पनि बाजेलाई मैले सहयोग गर्न चाहन्छु बाजे ल हामीसँग भएको यति हो होइन यति धेरै छैन सानो भए पनि राख्नुहोस् है हाम्रो तर्फबाट ल हामी कमाउने छैन हेर्नु हैन हामी यति दिनु नै हाम्रो लागि ठुलो कुरा हो हामी कमाउने नि छैनौँ हामीसँग यति थियो हामी त्यही भएर देयौँ हैन घरबाट खान माग्नियो नखाएर तपाईलाई सहयोग भनेर हामीले दिए सहयोग भएनछौँ है ल ठीक छ अब गर्नु होला तपाईसँग एउटा कुरा गर्ने हो रे के ल ल ल ओइ ल ल ल नाम के तपाईँ नाम के नाम कन्न के आई एम गोइङ अनि नाम भन्नु न नाम कति भन्नु अनि नाम मैले नाम कन्ने छेत्री कन्ने केटो कन्ने ल लगाइदियो फोन लगाइदियो त ल एउटा फोन गर्ने हो रे कि तपाईसँग एकदम कुरा गर्न खोजे नाम के कन्ने खतरी ल देशीले हेलो प्रणाम भाई जी प्रणाम और क्या हाल है बहुत ठीक ठाक है सब बढ़िया हाँ बढ़िया है कहाँ हो तुम नेपाल में हो रहे
माइला के साथ हो इधर माइला को वो मादरचोद के साथ हो अरे वो मादरचोद बहुत हरामी है रंडी का बच्चा के साथ कौन मादरचोद बोलता है? बहुत बड़ा बेवड़ा बाज मादरचोद रंडी का बच्चा रंडी का बच्चा कौन है? मादरचोद कुत्ता काट हो त्यही देश त्यस्तो भयो खतरा खतरी कति गलियो रहेछ त्यति आउँदै फेरि के कुरा गरेर फेरि तपाईँले चिन्यो काटिहाल्यो अघि हामीले त्यो खोलाबारीको एउटालाई चिनेको भन्थ्यो त्यसले अन्त कुरा गराइदिउँ त यहाँलाई चिने कि भनेको त्यसले चिनेर मलाई कुरा गर्न खोजेको थियो भनेको अघि तपाईँलाई खोलाबारीको एउटालाई चिनेको भन्थ्यो अन्त तपाईँ हो कि भनेर यसो भनेको चिन्यो कि प्राङ्क सक्सेसफुल गाइज प्राङ्क सक्सेसफुल पुरै बाजे त पुरै खतरा गरिदिरहेको होइन खतरा गरिदिएको बाजे त माटोको पुरै रिसेर यार गाली गरेर हिन्दीमा पन्जाबीमा सबैमा गाली गरेर किसिम भएको थियो यार अझै कि उहाँ उसले आफ्नो केही इन्सिडेन्टहरू रहेछ त्यही कुरा त्यही हो कि भनेर पुरै खतरा रिसिया थियो बाजे होइन एकछिन त मलाई पनि रियल लाग्थ्यो कि अझ त्यो सुरुमा गर्दा त सेम कि होइन अझको कुरा गर्नलाई एकछिन टाइम दिएको अझ कहाँ थियो तलदेखि हाम्रो पछि आइरहेको थियो अनि हामीले यसो माया गरे जस्तो गरेको त होइन यहाँ बसिरहेको ओए ल आइज हेर्नु न आएको अलिअलि माया लाग्छ यार यस्तो छैन मसँग त केही पनि छैन ल बस है बस भने बस अरे ओए मेरो हात नच भाइ बस के बस यहीँ बस सिट बस ल ओए बस बस्दैन है अझै मान्ने रहन्छ अहिले त ट्रेनिङ पुरा भएन कि अझै अलिअलि गाइज है तपाईँहरूलाई चाहिँ मैले भन्न बिर्सेछु होइन मेरो न्यू हेयर कट कस्तो छ भनेर हेर्न सक्नुहुन्छ है देखाइसक्यो भनेर मैले काटेँ हो सानी गराएँ कि अलि लामै छोड्नु पर्ने रहेछ अलि सानी गराएँ होइन त्यही हो अब चाहिँ साँझ परिसकेको छ त्यही हो अब तपाईँहरूले भिडियो यहाँसम्म हेर्नु भएको छ भने धेरै धन्यवाद तपाईँहरूलाई होइन त्यही हो अझसम्म पनि सब्सक्राइब गर्नु भएन भने चाहिँ सब्सक्राइब गरिदिनु होला च्यानललाई होइन ताकि मेरो आउने भिडियोहरू तपाईँसँग छिट्टै पुगोस् भनेर त्यही हो आजको भिडियो चाहिँ होइन धेरै अलि लामो भएको छ होइन 16-17 मिनटको भइसकेको छ अनि त्यही हो आजको दिन रमाइलो भयो होइन अहिले चाहिँ गगन काठमाडौँ जाने हो नि अब तिमीलाई छोड्न जाने हो साँझ त्यही होइन अब चाहिँ भिडियो यहीँ इन्डिङ गर्नुपर्ने हुन्छ थ्याङ्क यू सो मच फर वाचिङ बाई